दसैँको सप्तमीको दिन रुद्री श्री सत्यनारायण पूजा र गृह पूजाको साइत जुरेको छ। बिहानै उठेर हामीले चाहिँ घर पनि सफा गऱ्यौँ, पूजा भाँडा माझ्यौँ अनि गुरुजी आउनुभयो। हेर्नुहोस् न कस्तो राम्रो रेखिराख्नु भएको क्या। हामीले चाहिँ घर किनेदेखि नै घर पूजा गर्ने, गृह पूजा गर्ने भनेर भन्दै कहिले के नमिल्ने, कहिले के नमिल्ने होइन। अहिले चाहिँ बुवा आमा, हजुरआमा सबैजना नेपालबाट आइसकेको बेलामा परेको छ। सो हामी चाहिँ एकदमै खुसी भएको छौँ। सबै परिवारसँगै बसेर यस्तो शुभ कार्य गर्न पाइएको छ, त्यो पनि दसैँको बेलामा एकदमै खुसी लागेको। सबैजना सँगै हुन पाउँदा अनि सँगै चाडबाड यस्तो पूजाआजा गर्न पाउँदा एकदमै रमाइलो हुन्छ नि त है। पूजा पनि एकदमै राम्रोसँग भयो होइन। अनि यो चाहिँ अब घरको चार कुनाको पूजा गरिँदैछ। अनि हाम्रो बाहुन बाजे पनि एकदमै गुरुजी भनौँ न, एकदमै राम्रो पढ्नु भएको, एकदमै सरल तरिकाले, सहज हुने तरिकाले पूजा एकदमै 3-4 घन्टा लगाएर राम्रोसँग गरिदिनु भयो। अनि यो चाहिँ हामी बुढाबुढी गृह प्रवेश गरेको होइन। अनि एकदमै रमाइलो भयो। अनि त्यसपछि सबैजना मिलेर काम पनि गऱ्यौँ। प्रसादमा चाहिँ हामीले खिर, पुरी, अचार र चनाको तरकारी बनाएका थियौँ। पूजा सकेपछि पहिला गुरुजीले प्रसाद ग्रहण गर्नुभयो अनि त्यसपछि हामी सबैजना मिलेर प्रसाद ग्रहण गऱ्यौँ। रमाइलो भएको थियो। सबैको जय होस्।